हुँदैछ साँच्चै है यति राम्रो नाचिरहेको छ रमाइलो भइरहेको छ जस्तो लागिरहेछ परमेश्वरलाई महिमा भएको होस् तपाईहरुलाई पनि धेरै धेरै धन्यवाद छ जुन हामीलाई यसरी साथ दिँदै हुनुहुन्छ टाढा नजिकबाट आएर आजको समयमा आजको यस क्रिसमस कार्यक्रममा हुन्छ परमेश्वरलाई महिमा भएको होस् म अनि मेरो जीवन मैले क्रिस्टलाई पाउनुभन्दा अगाडिको जीवन र अहिले क्रिस्टलाई पाएपछि तपाईहरुले भर्खर वचनमा हेर्नुभयो क्रिस्ट चाहिँ येशू ख्रीष्ट चाहिँ को हुनुहुन्छ र उहाँ चाहिँ यस संसारमा किन आउनु भएको भन्ने कुराहरुमा तपाईहरुले के कुराहरु अघि वचनबाट हेर्नुभयो उहाँ परमेश्वर चाहिँ कस्तो परमेश्वर हुनुहुन्छ उहाँले चाहिँ के को लागि चाहिँ यस संसारमा आउनु भएको छ भन्ने कुराहरु तपाईलाई थाहा भइसकेको छ विशेष गरी मेरो नाम चाहिँ सज्जन थामी मेरो घर सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका 1 पर्दछ हाल म यहीँ बस्छु मेरो यहीँ पछाडि बस्ने ठाउँ लगायत म यस हिमाडलमा बसाइ गरेको लगभग 12-13 वर्ष भयो होला समथिङ म काठमाडौँ आएको धेरै वर्ष यहाँ 14 वर्ष कोही हुनुहुन्छ 14 वर्षको छैन है हुन्छ म चाहिँ गाउँबाट सहर छिर्दै गर्दाखेरि चाहिँ म 14 वर्षको उमेरमा काठमाडौँ छिरेको सङ्घर्षमय जीवनमा धेरै कुराहरू उतार चढाव सङ्घर्षसँगै मेरो जीवनशैली बित्दै जाँदै गर्दाखेरि जीवनमा धेरै उतार चढाव भयो म धेरै दिन धेरै वर्ष अरूकोमा नि काम गरेँ लगभग 4 वर्ष समथिङ म अरूको घरमा काम गरेँ त्यो समय यस्तो थियो कि हामीसँग कुनै पनि ब्याकग्राउन्ड थिएन हामी अभावमा समय गाउँमा त्यो समयमा मेरो बुवा पनि यही हुनुहुन्छ मेरो समय बाल्यकाल समय चाहिँ एकदमै कठिनाइ नै थियो है जब हामी परिवारमा धेरैजना 4 जना 5 जना थियौँ हामी परिवारमा चाहिँ जस सङ्कटकालको बेलामा बुवा काठमाडौँ हुनुहुन्थ्यो अनि घरमा चाहिँ अलिकति गाह्रो अप्ठ्यारो परिस्थिति बस्नलाई खानलाई अलिकति व्यवहारमा धेरै गाह्रो थियो त्यसैले गर्दाखेरि चाहिँ म 14 वर्षको उमेरमा चाहिँ गाउँ छोडेर काठमाडौँ आएँ जीवन सङ्घर्षमय रह्यो है अरूको घरमा काम गर्दै गर्दाखेरि परिस्थिति गाह्रो अप्ठ्यारो हैन न जाडो भन्न पाउनु न गाह्रो भयो भन्ने पाउनु हामी कहिलेकाहीँ अब अप्ठ्यारो भयो मलाई सन्चो भएन भनेर सुत्दै गर्दाखेरि नि तँलाई अल्छी लागेर सुतेको होला तँलाई अप्ठ्यारो लाएर अल्छी लाग्यो अनि सुतेलाई के को बिरामी हुनु के को सन्चो नहुनु भन्ने खालको कुराहरू आउँथ्यो है अनि कहिलेकाहीँ चाहिँ अब चाहिँ म हाम्रो सङ्घर्षमा धेरै कुराहरू छ मेरो जीवनमा सङ्घर्ष गर्दै म अगाडि बढ्दै यो समयमा यस ठाउँसम्म आइपुगेको छु किनकि जो जहाँ छ जसरी छ हामी कतिपय कुराहरूमा हामी ठान्छौँ र सोच्छौँ त्यो चाहिँ आफ्नै कारणले गर्दा हो मलाई चाहिँ त्यो लाग्दैन किनकि हाम्रो जीवनशैली जिउनुको हामी जुन ठाउँमा छौँ जसरी छौँ जब उहाँले दिनुहुन्न थियो भने हामीले चाहिँ पाउँदैनौँ आमेन किनकि मान्छेलाई धनी हुन कसलाई मन हुँदैन सुखी हुनु कसलाई मन हुँदैन आनन्दित हुनु कसलाई इच्छा हुँदैन तर जसको जीवनमा जे लेखिएको छ त्यो सम्भवतः पुगेरै छोड्छ है मेरो जीवनमा नि त्यस्तै हो सङ्घर्ष धेरै वर्ष जस अहिले पनि सङ्घर्षमै छु म किनकि मेरो शिक्षाको हिसाबमा धेरै अबल नभए पनि म सङ्घर्षको हिसाबमा अबलै छु किनकि मलाई थाहा छ सङ्घर्ष गर्नुको महत्त्व के छ मान्छेले केबाट चाहिँ सन्तुष्टि मिल्छ है आत्मसन्तुष्टि कसरी मिल्छ भन्ने कुराहरूमा सङ्घर्षमय जीवनशैलीबाट म अब यस समयमा आउँदै गर्दाखेरि चाहिँ जब मैले प्रभु येशू ख्रीष्टलाई चाहिँ कसरी पाएँ र उहाँलाई पाएपछि चाहिँ मेरो जीवनशैली कस्तो खालको भइरहेको छ कसरी अगाडि बढ्दैछ भन्ने कुराहरू म राख्न चाहन्छु विगत म परमेश्वरमा आएको चाहिँ सम्भवतः 1.5 वर्ष भयो म संसारमा हुँदै गर्दाखेरि पनि म धार्मिकताको हिसाबमा चाहिँ अलिकति अगाडि नै थिएँ होला सायद अज्ञानताको हिसाबले अथवा त्यो आफ्नो ठाउँमा छ तर म संसारमा हुँदै गर्दाखेरि पनि म धार्मिकतालाई चाहिँ अलिकति प्रोत्साहन गर्थेँ म
वर्षमा एकचोटि गाउँमा मन्दिर हुँदै गर्दाखेरि पनि हाम्रो मन्दिरमा जान्थेँ, कालिका भन्ने ठाउँमा। त्यसमा हर वर्षै पछि मैले होइन पाठीहरूको पाठी पूजा गर्थेँ। यस्तो कुराहरू धेरै कुराहरू छ मेरो जीवनशैलीमा। तर वास्तविक परमेश्वरलाई पाउनु र नपाउनुमा अलिकति अर्थहीनता छ है। मैले गरेका त्यो समयका हरेक कुराहरूमा मैले सम्भवतः लाटु जाँदाखेरि पनि मैले त्यो बेलामा एकदम गाह्रो परिस्थिति थियो, अप्ठ्यारो थियो। मैले त्यहाँ के मागेको थिएँ भने मलाई चाहिँ जीवन चाहियो, तर जीवन चाहिँ कहाँ रहेछ त भन्ने कुराहरू मैले बिस्तारै बुझ्दै गर्दाखेरि जब मैले प्रभुलाई विश्वास गरेँ, उहाँले भन्नुभयो साँच्चै नै बाटो, सत्य र जीवन चाहिँ म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन है। परमेश्वरलाई महिमा भएको होस्। जब म संसारमा थिएँ एकदमै गाह्रो परिस्थिति, एक समय यस्तो स्थिति आयो कि मलाई मेरो संसारमा म त्यो दुःख र त्यो समय र परिस्थितिसँगै अगाडि बढ्दै आएको मानिस, फेरि पनि मलाई त्यही समयमा त्यही ठाउँमा लानको लागि मलाई संसारमा कुनै पनि कुराहरूबाट मलाई त्यस्तो खालको आवाज भयो। मलाई शैतानहरूले, दुष्ट शैतानहरूले मलाई एकदमै एट्याक गर्यो है। मलाई रातभरि नि निन्द्रा लाग्दैन थियो। मलाई जस भनौँ न, मेरो श्रीमतीले चाहिँ त्यहाँ माताकोमा देखाउनु गयो भन्दै थियो, तिमीलाई त मरेको आत्मा जगाएर लागेको छ अरे होइन। अनि मलाई मैले अब एकदम नाम चलेको पनि छ हाम्रो धुर्खेलको बाहुन भन्ने छ है, त्यहाँ पनि गए उसले चाहिँ मलाई के भन्दै थियो भने तिमीलाई त नगरा दशा लागेको छ, ल बचाउनुपर्छ भने क्या। अब म पनि त्यही हो, संसारमा हुँदाखेरि विश्वास होइन गान परिहाल्यो उनीहरूले भनेपछि त फेरि। अनि मैले त्यो पनि गरेँ, तर भएन। मलाई एकदम गाह्रो थियो, अप्ठ्यारो थियो। म फेरि एकदम सायद प्रगति पनि मेरो जीवनमा अलिक चाँडै भएर होला, अलिकति म त्यस्तै खालको थिएँ क्या, जस अलिकति बिग्रिएको पनि थिएँ है। खानुमा खेल्नुमा मेरो साथीहरू धेरै छ। मैले अहिले पनि साथीहरूले सायद अझम्म मान्छ होला, मैले किनकि यसरी जब प्रभुमा आउँदै गर्दाखेरि चाहिँ मैले हरेक चिजलाई छुटकारा पाएँ। सम्भवतः जब हामी पूर्ण विश्वास गर्छौँ है, मनदेखि नै परमेश्वरलाई हामी उहाँ नै सबै चिज हुनुहुन्छ भने जब विश्वास गर्छौँ, उहाँले हाम्रो जीवनमा ठुलो काम गर्नुहुन्छ। मेरो जस कमाइ पनि त्यस्तै नर्मली हुँदै गर्दाखेरि चाहिँ मैले खानेकुराहरूमा चाहिँ एकदमै ज्यादा थियो मेरो खानेकुराहरू। मेरो बुवालाई थाहा छ, म गाउँमा जाँदै गर्दाखेरि रातको 12 बज्थ्यो, मैले बाइक लिएर जाँदै गर्दा बाटोमा खाँदै जाँदा साथीहरूसँग इन्जोय गर्दै जाँदाखेरि रक्सी यति खान्थेँ कि होइन, धेरै कुराहरू चाहिँ म एकदमै असीमित हुँदै गएँ। मलाई लाग्यो यो तरिकाले चाहिँ मेरो अब जस हिजोको त्यो दुःख बुझ्दै गर्दाखेरि, सम्झिँदै गर्दाखेरि चाहिँ म त कतै फेरि त्यही दुःखमा त फर्किँदै छैन, म त्यही संसारमा त फर्किँदै छैन कि जुन ठाउँबाट म आउँदैछु, जुन ठाउँबाट यस्तो मेहनत र दुःख गरेर चाहिँ आज यस ठाउँमा यसरी संसार मैले बसाइरहेको छु। मलाई यस्तो खालको महसुस भएको थियो। जब म परमेश्वरमा आएँ, सबै कुराहरू फेरि शान्त भयो है। परमेश्वरलाई महिमा भएको होस्। मैले हरेक खानेकुराहरू बन्द गरिदिएँ। अहिले सम्भवतः 1.5 वर्ष मैले वैशाख 1 गतेलाई परमेश्वरलाई पाएको थिएँ। जब हामी विश्वास गर्छौँ सबै कुराहरू हुन्छ। साँच्चै म एउटा गवाही दिन्छु, हाम्रो दिदी यहीँ हुनुहुन्छ, हाम्रो उहाँ चाहिँ विश्वासमा हुनुहुन्न, तर पनि विगत 1 वर्ष अगाडि यही चर्चमा आउँदै हुनुहुन्थ्यो। हामीले मैले सायद बोलाइनँ भने उहाँ आफै त्यस समय म संयोग परेर मेरो दिदी आउनुभएको थियो, हाम्रो दुर्गा दिदी यहीँ हुनुहुन्छ। अनि उहाँ चाहिँ विश्वास नहुँदै गर्दा नि सायद हाम्रो प्रार्थनाले होला, हाम्रो परिवारको लागि सबै कुराहरूलाई हामीले प्रार्थना गर्दै गर्दाखेरि उहाँले चाहिँ खानेकुराहरू मदिरा सेवनबाट चाहिँ मुक्त हुनुभएको छ। आमेन। हामीले कतिपय कुराहरू के कुराहरू सोचेर जे चिज बाइबलमा लेखिएको छ, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूलाई दिइनेछ, ढकढक्याउ त ढोका उघारिनेछ। साँच्चै नै जब हामी आत्मिक रूपबाट केही चिज खोजिरहेका छौँ भने चाहिँ कहाँ खोज्ने भन्ने कुराहरू पनि हुन्छ है। एउटा मूर्ख थियो अरे, अब घरमा चाहिँ उसको एउटा औँठी हराएको, बारीको पाटामा गएर खोजिरहेको सायद है। अब अनि एउटा अर्को आएछ, ए भाइ तिमीले के गरेको, के खोजेको भन्दै गर्दाखेरि चाहिँ उसले भन्नु, मेरो औँठी हरायो, बिहानदेखि खोजिरहेको छु, अहिलेसम्म भेटेको छैन भन्छ नि। अनि उसले भन्दा पछि यसो हे विचार, तिमीले कहाँ खसाल्यौ त बाबु भन्दै, मैले खसाल्नु त घरमा खसालेर यहाँ खोजिरहेको छु भन्दाखेरि, अनि घरमा खसाले चिज पनि यहाँ भेट्छौ त भनेर उसले चाहिँ गर्नु, म त हिँडेर यहाँ आइसकेँ, त्यो पनि आयो होला नि म जस्तो हिँडेर भनेछ अरे क्या। मतलब मैले भन्नु खोजेको कुरा चाहिँ
खोज्ने चाहिँ कहाँ हो त हामीले है वास्तविक चिज कहाँ छ भन्ने कुराहरू हुन्छ जब हामी परमेश्वरमा सबै आस्था र विश्वास उहाँमा राख्छौँ भने हाम्रो जीवनमा सम्भवतः सबै कुराहरू पुरा हुन्छ मेरो जीवनमा पनि त्यही नै भयो किनकि जब मैले उहाँमा विश्वास गरेँ सुरु दिन वैशाख 1 गते म खाने खेल्ने होइन साथीहरूसँग एकदम बिन्दास रमाइलो गर्ने त्यो चिजले मलाई एकदमै धेरै सताएको कारणले जस अन्धकारका शक्तिहरूले पनि मलाई एकदम गाह्रो पार्यो मलाई रातभरि निद्रा लाग्दैन थियो किनकि जब परमेश्वरमा आउनु भनेको चाहिँ सम्भवतः जो कोही त्यतिकै चाहिँ आउँदैन है यीशु ख्रीष्टलाई चिन्नको लागि चाहिँ कसैलाई केही नै चाहिँ हुनैपर्छ आत्मिक रूपमा शारीरिक रूपमा कति त मान्छे मृत्युमा गइसकेपछि पनि जस मृत्यु हुन लागिसकेपछि मात्र अब त मर्नुभन्दा त बरु परमेश्वरमा गएर चाहिँ म सँगै हुन्छु कि भन्ने खालको कुराहरूमा आउँछन् कति आत्मामा होइन अशान्ति भएर आउँछन् कति गाह्रो अप्ठ्यारो परिस्थिति भएर आउँछन् किनकि उहाँलाई चिन्नु चाहिँ सजिलो छैन है हामीले भन्छौँ मैले त परमेश्वरलाई चिनी मैले त परमेश्वरलाई पाएँ मैले त खोजेँ भन्ने कुराहरू हुन्छ तर बाइबलमा लेखिएको छ जब मेरो पिताले तिमीहरूलाई खिच्दैन तब तिमीहरू म कहाँ आउन सक्दैन परमेश्वरलाई धन्यवाद भएको होस् मलाई उहाँले बोलाउनु भयो र म गएँ मेरो जीवनमा धेरै परिवर्तन भयो वैशाख 1 गतेबाट मेरो जीवनमा सबै कुराहरूबाट छुटकारा भयो मैले खान्थेँ हुक्काहरू मैले घरमा राखेको थिएँ हुक्का जाँड रक्सी सुट्टी चुरोट यति खान्थेँ मैले तास जो यति खेल्थेँ जुन दिन जब मैले परमेश्वरमा गएँ त्यो दिनदेखि मेरो जीवनमा केही पनि अहिलेसम्म छोएको पनि छैन मैले जति पनि थियो मैले धेरै हुक्काहरू थियो मेरो सबै कुराहरू चाहिँ मैले फाल्ने केटा कहाँ कहाँ लगेर फाल्ने मलाई जस कति त भाइहरूले लिएर गयो आजसम्म चाहिँ मैले त्यो चिज छुनु परेको छैन है परमेश्वरलाई महिमा भएको होस् जब मैले भनिहालेँ जब हामी आत्मा र हृदयदेखि नै केही चिज माग्छौँ केही चिज खोज्छौँ भनेदेखि चाहिँ उहाँले हामीलाई दिनुहुन्छ आमेन परमेश्वर यति शक्तिशाली परमेश्वर हुनुहुन्छ कि मानिसलाई जे चिजको आवश्यकता छ सबै चिज दिनुहुन्छ परमेश्वरलाई धन्यवाद भएको होस् मेरो जीवनमा धेरै कुराहरू छ अहिले म खाँदिनँ म पिउँदिनँ म हरेक कुराहरूमा अहिले सही कुराहरूमा अगाडि बढ्दैछु किनकि वास्तविक संसारमा जिउनुको अर्थ के छ र संसारको कुराहरूमा जिउनुको अर्थ के छ संसारको कुराहरूले क्षणिक रमाइलो त दिन्छ तर हामी एउटा कुरा उदाहरण दिन्छु म हामी रमाइलोको लागि 3 घन्टा फिल्म हेर्न जान्छौँ है एकदमै रमाइलो हुन्छ खुसी हुन्छ तर 3 घन्टा बितिसकेपछि त वास्तविक फर्किने त त्यही घरमा हो नि होइन वास्तविक हामी त्यही घरलाई नै रमाइलो बनायौँ भने त हामी सधैँ फिल्मी शैलीमा जिउँछौँ नि होइन परमेश्वरलाई महिमा भएको होस् हामी सबैजना खुसी रहौँ सुखी रहौँ आनन्दित रहौँ मलाई लाग्छ परमेश्वरले तपाईँहरूलाई पनि त्यो समय आउँछ तपाईँहरूले पनि चिन्ने कति विश्वासमा हुनुहुन्छ तपाईँहरूको जीवनमा नि धेरै आशिषित छन् होला मलाई लाग्छ तपाईँहरूको जीवनमा पनि परमेश्वरले धेरै आशिष दिनुहुनेछ अबको दिनहरूमा पनि हामी प्रार्थना गर्छौँ अझै पनि म प्रार्थना गर्छु जो जति यहाँ आउनुभएको छ जतिजनाको मन र मस्तिष्कमा रहेको छ केही कुराहरू मलाई त यस्तो चिजहरूबाट अशान्त छ मलाई यस्तो चिज चाहिँ भएदेखि हुन्थ्यो भन्ने खालको कुराहरू छ भने म प्रार्थना गर्छु आज र यही समयबाट येशूको नाममा तपाईँहरूले छुटकारा पाउनुभएको छ आमेन कसैलाई रोग कसैलाई दुःख कसैलाई कष्ट कसैलाई अशान्ति जब छ भनेदेखि परमेश्वरले तपाईँहरूको जीवनमा ठुलो काम गर्दै हुनुहुन्छ है जब हाम्रो दिदीले चाहिँ जस भनौँ न विश्वासमा नआउँदै गर्दाखेरि उहाँले चाहिँ उहाँहरूको गाउँमा चाहिँ अत्यन्त धेरै खाने हाम्रो दिदीले पनि जस भनौँ न मदिरा चाहिँ खानुहुन्थ्यो एकदमै अनि उहाँको गाउँको मान्छेहरूले हाम्रै आफन्तहरूले भन्दै धेरै ए तिमीहरूको दिदी भिनाजुहरूले त के दियो है काठमाडौँ गएर आएपछि त जाडसी त खाँदैन त भन्थ्यो अरे त्यो खास हामीबाट भएको होइन किनकि जब हामी सही मार्गमा हिँडेको व्यक्तिहरूको पछाडि मात्र लाग्छौँ भने पनि हाम्रो जीवन परिवर्तन हुन्छ है परमेश्वरलाई महिमा भएको होस् तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद छ मेरो जो गवाई तपाईँहरू माझ राख्न पाउनु पनि मेरो यो एउटा एकदम इम्पोर्टेन्ट समय तपाईँहरूले यसरी हामीलाई सुनेर सहायता गर्नुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ अनि फेरि पनि अहिले अब पनि धेरै राम्रो राम्रो प्रोग्रामहरू छ है
क्रिसमस Happy Christmas. ह्याप्पी क्रिसमस Merry Christmas. आज हाम्रो होइन प्रभु यीशु ख्रीष्टको जन्मदिन जन्म उत्सव सबैलाई शुभकामना दिन चाहन्छु। हजुरलाई थाहा छ मेरी क्रिसमस किन भन्छ? मेरीको अर्थ थाहा छ हजुरहरूलाई? मेरी होइन सबैजनाले म्यारी म्यारी त भन्छौँ होइन, यो अब भन्छ नि मान्छेले म्यारी भने चाहिँ अब कुनै एउटा के व्यक्तिको नाम हो कि कुनै त्यो अब मरियमको नाम हो कि भनेर भन्छन् है, यस्तै यस्तै व्याख्या गर्छन् जस्तो लाग्छ मलाई। म्यारीको अर्थ के हो थाहा छ तपाईँहरूलाई? खुसी बाड्नु। म्यारी भने चाहिँ खुसी हुनु, खुसी बाड्नु, सुखी हुनु, यसको अर्थ यो हुन्छ है। तपाईँहरूले चाहिँ कहिले पनि नबोल्नु होला। भन्नु चाहिँ मान्छेले म्यारी म्यारी भन्दाखेरि चाहिँ म हरेक व्याख्याहरू गर्छन् है। झन् अब विश्वास नगर्ने व्यक्तिहरूले चाहिँ विरोध गर्ने व्यक्तिहरू चाहिँ म्यारीको अर्थ चाहिँ अरूले लगाउँछन्। म्यारीको अर्थ हो चाहिँ खुसी हुनु हो। खुसी साथ परमेश्वरको चाहिँ मुक्तिदाताको चाहिँ महिमा गर भनेको हो चाहिँ मेरी क्रिसमस भनेको चाहिँ है। लुका आज दाउदको सहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाता जन्म भएको छ जो प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ, जो दिन चाहिँ आजको दिन हो है। सम्पूर्ण प्रियजनहरूलाई चाहिँ प्रभु यीशुको नाममा फेरि पनि जय मसीह भन्दै अनि सम्पूर्ण परिवारजनहरूलाई चाहिँ सुख शान्तिको लागि अनि शुभकामना व्यक्त गर्न चाहन्छु। अनि अब गवाई त अनि हाम्रो ब्रदरले भन्नुभयो है, उहाँको जीवन गवाई अनि पक्कै पनि परमेश्वरसँग आउन चाहिँ सामु आउन चाहिँ कुनै न कुनै आफ्नो जीवनमा धेरै घटना दुर्घटना घटेपछि मात्रै हामी उहाँको सामु नुगेर आइपुग्छौँ छु। मेरो जीवन पनि त्यस्तै छ होइन। हेर्थ्यो फेरि म पनि उहाँ जस्तै अलिकति काहीँ अलि नाम चलेको माता पिता देख्ने बित्तिकै होइन 500 रुपियाँ नोट र 1 माना चामल बोकेर दौडिहाल्ने बरु घरमा चामल खाना होस् कि नहोस्, पहिला घरमा चाहिँ मेरो सुख शान्ति हुन्छ कि हुँदैन, पैसा कसरी कमाउन सकिन्छ होइन, जहाँ डक्सी कसरी चलाउन सकिन्छ भनेर ऋण गरेर हुन्छ कि 500 पैसा गोजीमा हाल्ने होइन, 100 रुपियाँको तेल हाल्ने बाइकमा, अनि त्यहाँबाट त्यो माता पिता कहाँ छ त्यहाँ दौडेर जाने क्या। अनि त्यो खास गर्नु पनि हेर्दा सुन्दा चाहिँ अलिकति हाँस उठे पनि रमाइलो लागे पनि मान्छेहरूले चाहिँ हरेकले गरिरहेको हुन्छ। त्यो हरेक व्यक्तिहरूले जो ख्रिस्टमा जो छैन हरेक व्यक्तिले त्यो गइरहन्छ। किन गइरहन्छ? त्यो शान्ति खोजेको हो नि उनीहरूले। मान्छेहरू हामी हेर्छौँ नि होइन, अनि कि उनीहरू देवी देवताको दर्शन गर्न भनेर हप्ता 10 दिन 15 दिन होइन तीर्थयात्रा भनेर कति बोकेर होइन पैसा खर्च गरेर घुँडा ढसेर जान्छ नि। हामीलाई लाग्छ त्यो चाहिँ होइन ढोङ हो, अचम्म के गरे जस्तो लाग्छ। तर विचारहरू उनीहरूलाई थाहा छैन, किनभने उनीहरू पनि मुक्ति र परमेश्वर खोज्न लगाएका हुन्। हामीले उनीहरूको लागि प्रार्थना गर्छौँ। उनीहरू पनि परमेश्वरलाई खोज्दै हिँडेका हुन्। तर परमेश्वर चाहिँ हामीले खोजेर होइन कि उहाँले खोजेर मात्रै भेटाउन सकिन्छ भन्ने कुरा पनि हामीले अघि वचनमा हामी सुन्यौँ है। प्रभुलाई धन्यवाद भएको होस्। आजको दिन असल दिन, उत्साहको दिन है, सारा जगतको लागि मुक्तिको निम्ति प्रभु यीशु ख्रीष्ट जन्मनु भएको असल दिन है। अनि हामी यो दिनमा चाहिँ हामी धेरै रमाइरहेका छौँ, खुसी भइरहेका छौँ, एकअर्कालाई चाहिँ होइन खुसी बाँडिरहेका छौँ। प्रभुलाई धन्यवाद भएको होस्। अनि मेरो जीवन गवाई लगभग त्यस्तै नै हो। सर्वभन्दा होइन पाउनुभन्दा अगाडि कस्तो थिएँ, अनि त्यस्तै धामी जाति होइन देवी देवताको पछि लाग्ने पापी त थिएँ जस्तो लाग्दैन थियो। धर्मी नै हुँ जस्तो लाग्थ्यो। हप्तामा 2 दिन 3 दिन व्रत बस्ने होइन, लसुन प्याज नखाने, कम्ता धर्मी हो र भूत प्रेतले छुने जस्तो लाग्थ्यो। 15,000 को बुट्टी झुन्याएर हिँड्थेँ है। अनि भूत प्रेतले छुँदैन मलाई भने जस्तो लाग्थ्यो, तर भूत प्रेतले छुँदो रहेछ। आदि सबै प्यालेस भयो। प्रभुले कसैले सुसमाचार सुनाउनु भयो। अनि त्यो सुसमाचार सुनेको भरमा विश्वास गरेको भरमा म प्यालेस निको भएको थियो मेरो। थिएन त्यो सुन्दाखेरि जस्तै सहज हुन्छ। पुरा प्यालेस मात्रै होइन कि दुख्ने, रातभरि सुत्न नसक्ने है, त्यस्तो पीडामा थिएँ। अनि यो कोरियन हस्पिटल छ, त्यहाँनिर अपरेसन गर्न ठिक पनि परेको थिएँ। 2-3 लाख कति खर्च लाग्छ भन्थ्यो। कसैले पसलमा सुसमाचार सुनाउनु भयो र मैले विश्वास गरेँ। म पनि विश्वास गर्छु भन्दाखेरि चाहिँ मेरो विश्वास गर्ने साथ निको भइसकेको क्या। कति अद्भुत मेरो परमेश्वर। अनि मैले त्यो बेलामा खोजेँ कि म हप्तामा 3 दिन 2 दिन व्रत बस्ने, लसुन प्याज नखाएर होइन, धामी झाँक्री यस्तो देवी देवता मान्ने, वर्षमा 2 चोटि नारायण पूजा सत्यनारायण पूजा दुनियाँभरि लाएर हिँड्ने मान्छे म होइन। जहाँ ढुङ्गा ढुक्छ, जहाँ सिन्दुर लागेको ढुङ्गा छ त्यहाँनिर म के अरे घुँडा घसेर टाउको ठोकाउने व्यक्ति, म यस्तो धर्मी व्यक्ति होइन। म पापी कसो त्यस्तो व्यक्तिलाई म त्यस्तो
म भयभरको नाम चल्यो देवी सबै पुज्ने देवी तोले मलाई नसकेको म विश्वास गर्छु मात्रै भन्ने साथ म निको हुने त्यो परमेश्वर को भनेर खोज्दै हेर्दा चाहिँ मैले चाहिँ प्रभु यीशु ख्रीष्ट नै हुनुहुन्छ भन्ने कुरा मैले पत्ता लगाएँ र हरेक परिस्थिति हरेक लडाइँ जस्तो अवस्था पनि अभावमा पनि चाहिँ प्रभुलाई म त्याग्दिनँ भनेर मैले निश्चय गरेको छु। प्रभुलाई धन्यवाद भएको होस् है। अरू कुरा धेरै छ होइन, समय कम छ है, कुराहरू धेरै छ, समय दिउँला। मैले चाहिँ हजुरहरूको निम्ति चाहिँ यो नयाँ वर्ष आउँदैछ, के अरे यो क्रिसमसको जन्म उत्सव क्रिस्टको जन्म उत्सवको चाहिँ अवसरमा पारेर चाहिँ एउटा के गजल मुक्तहरू मैले तयार पारेको छु। यसलाई सुनिदिएर के अरे सुनेर मात्रै होइन आशिषित पनि हुनुहोस् र अरूलाई पनि बाँड्नुहोस् है त। सुरु गरौँ, प्रार्थना सहित स्वागत गरौँ भन्ने एउटा शीर्षकमा मैले लेखेको छु है। सबैजना सुन्ने हुनुहुन्छ है। आइसक्यो नयाँ हजुर पुरानो चाहिँ बिति गयो, आइसक्यो नयाँ हजुर पुरानो चाहिँ बिति गयो, यीशु ख्रीष्टको जन्मदिनसँगै नयाँ वर्ष सुरु भयो, यीशु ख्रीष्टको जन्मदिनसँगै नयाँ वर्ष सुरु भयो। जसो तसो बित्यो त्यो साल नयाँ वर्षमा टेक्न पायौँ, जसो तसो बित्यो त्यो साल नयाँ वर्षमा टेक्न पायौँ, उपहार दिने क्षमता छैन हजुर दुई शब्द कोरी ल्यायौँ, उपहार दिने औकात छैन हजुर दुई शब्द कोरी ल्यायौँ। यीशु ख्रीष्टको सन्तान हामी संसारभरि छरेर आयौँ, यीशु ख्रीष्टका सन्तान हामी संसारभरिबाट छरेर आयौँ, परमेश्वरको करुणाले एकअर्कालाई भेट्न पायौँ, परमेश्वरको करुणाले एकअर्कालाई भेट्न पायौँ। विगतका ती भुल गल्तीहरू एकअर्कामा क्षमा गरौँ, विगतका ती भुल गल्तीहरूमा एकअर्कालाई क्षमा गरौँ, यीशु ख्रीष्टको जन्मदिनमा मित्रताको साइनो गाँसौँ, यीशु ख्रीष्टको जन्मदिनमा मित्रताको साइनो गाँसौँ। बिरायौँ होला कति सही मार्ग कुमार्गमा हिँड्यौँ होला, बिरायौँ होला कति सही मार्ग कुमार्गमा हिँड्यौँ होला, जान या अन्जानमा सत्यको बाटो बिरायौँ होला, जान या अन्जानमा सत्यको बाटो बिरायौँ होला। सम्झी सारा भुल गल्ती परमेश्वरमा पश्चाताप गरौँ, सम्झी सारा भुल गल्ती परमेश्वरमा पश्चाताप गरौँ, यीशु ख्रीष्टको जन्मदिनसँगै नयाँ वर्षलाई स्वागत गरौँ, यीशु ख्रीष्टको जन्मदिनसँगै नयाँ वर्षलाई स्वागत गरौँ। फेरि पनि मेरी क्रिसमस।
भएको अनि हामीहरू मण्डली परिवारलाई श्री कृष्णको नाउँमा सम्पूर्णमा जय मसीह अनि नमस्कार है। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि यो अमूल्य समय चाहिँ छुट्याएर यहाँहरूसम्म आउनु भएको छ, तपाईँहरूको लागि पनि धन्यवाद अनि परमेश्वरलाई धेरै धेरै धन्यवाद है। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि आजको दिनमा परमेश्वरको हामी जन्म उत्सव किन मनाउँछौँ अनि परमेश्वर किन आउनुभयो भनेर म छोटो गवाई सँगसँगै उहाँको जन्म उत्सवको शुभकामना पनि दिन चाहन्छु है। परमेश्वरलाई धन्यवाद भएको होस्। परमेश्वरले चाहिँ भन्नुभएको छ बाइबलको मत्तीको 11:28 पदमा भन्नुभएको छ, हे सबै थाकेको र बोझले दबेका हो म कहाँ हो, म तिमीहरूलाई के दिन्छु भन्नुभएको छ, विश्राम दिन्छु भन्नुभएको छ है। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि परमेश्वरले चाहिँ हामी सबै थाकेको मान्छेहरूलाई बोलाउनु भएको छ अनि परमेश्वरले चाहिँ हामी बोझले दबेको मान्छेहरूलाई बोलाउनु भएको छ है। परमेश्वरलाई धन्यवाद भएको होस्। बोझको मतलब हरेक चिजको बोझ होइन, हामी बिरामीको बोझ हुन्छ, रोगको बोझ हुन्छ, व्यवहारको बोझ हुन्छ अनि हाम्रो आफ्नै जीवनशैलीको बोझ पनि हुन्छ है। परमेश्वरलाई धन्यवाद भएको होस्। यो बोझले थिचेकोहरूलाई चाहिँ म विश्राम दिन्छु अनि तिमीहरू म कहाँ आऊ भनेर भन्नुभएको छ। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि मेरो जीवन गवाई अनि परमेश्वरलाई मैले किन चिने, कसरी चिने भनेर यहाँहरूको माझमा राख्न चाहन्छु। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि परमेश्वरलाई चिन्नुभन्दा अगाडि म एकदमै परमेश्वरलाई घृणा गर्ने मान्छे अनि मेरो घरमा दिनकै पूजा हुन्थ्यो। बिहान बेलुका घन्टी बजाएर धुप सल्काएर पानी चढाएर मेरो घरमा पूजा हुन्थ्यो। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि तिनकै पूजा हुँदाखेरि पनि मङ्गलबार र शनिबार चाहिँ मेरो घरमा विशेष पूजा हुन्थ्यो है। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि विशेष पूजाको रूपमा चाहिँ शनिबार र मङ्गलबार चाहिँ आदिको लड्डु चढाएको हुन्थ्यो है। परमेश्वरलाई धन्यवाद भएको होस्। यस्तो मान्छे म घृणा गर्ने मान्छे, म कठोर हृदयको मान्छे थिएँ है। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि आज त्यो कठोर हृदयलाई परमेश्वरले पकाल्नु भएर मलाई मासुको हृदय दिनुभएको छ। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि म अशान्तिमा थिएँ, मेरो परिवार अशान्तिमा हुनुहुन्थ्यो, मेरो बच्चाहरू अशान्तिमा थियौँ है। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि हामी सबैजना अशान्तिमा थियौँ। अनि जब मेरो श्रीमानलाई परमेश्वरले चुन्नुभयो अनि उहाँ आफै खोज्दै जानुभयो अनि परमेश्वरले हामीहरूको घरमा आज शान्ति भर्नुभएको छ, मेरो जीवनमा शान्ति भर्नुभएको छ, मेरो परिवारमा आनन्दको हृदय अनि शान्ति भर्नुभएको छ अनि परिवारमा हाम्रो बुवा आमाको लागि आनन्दको जीवन दिनुभएको छ। परमेश्वरले त्यो शान्तिको जीवन दिनुभएको छ है। परमेश्वरलाई धन्यवाद भएको होस्। हिजोको दिनहरूमा छोराको लागि, बुहारीको लागि, घर परिवारको लागि टेन्सन हुन्थ्यो, अशान्ति हुन्थ्यो भने आज परमेश्वरले त्यो शान्ति दिनुभएको छ। परमेश्वरलाई धन्यवाद भएको होस्। परमेश्वरले मेरो जीवनमा पनि धेरै कामहरू गर्नुभएको छ अनि आजको दिनमा पनि परमेश्वरले हरेक चिजहरूमा शान्ति सुरक्षा दिनुभएको छ। अनि हिजोको दिनहरूमा मेरो सानो जवाई, हिजोको दिनहरूमा मेरो बुवा आमालाई, मेरो घर परिवारलाई त थाहा हुँदैन थियो, तर मैले श्रीमानको साथ पाउनको लागि चाडपर्वमा पनि सँगै बसेर एकसाथ खानालाई मैले टाइम पुर्नु पर्थ्यो भने आज परमेश्वरले मलाई हरेक समयमा परमेश्वरले श्रीमानको साथ अनि बच्चाहरूको खुसी दिनुभएको छ है। परमेश्वरलाई धन्यवाद। त्यसैले परमेश्वरले भन्नुभएको वचनमा चाहिँ सबै थाकेको र बोसी दबेको म कहाँ मरेर विश्राम दिन्छु भन्नुभएको थियो। हिजोको दिनहरूमा म थाकेको थिएँ, बोझले दबेको थिएँ अनि परमेश्वरले आज मलाई शान्ति दिनुभएको छ है। परमेश्वरलाई धन्यवाद। त्यसैले परमेश्वर जन्मिनु भयो, उद्धारकर्ता बनेर जन्मिनु भयो, मुक्तिदाता बनेर जन्मिनु भयो अनि हामी सबैको माझमा परमेश्वर उद्धारकर्ता मुक्तिदाता बनेर आउनु भयो है। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि यसैले नै हामी परमेश्वरलाई हामी यसैले नै परमेश्वरको जन्म उत्सव हामी मनाउँछौँ किनकि परमेश्वरले संसारले दिन नसकेको कुरा, संसारले भन्न नसकेको कुरा भन्नुभएको छ अनि संसारले दिन नसकेको कुरा दिनुभएको छ। अनि आजको दिनमा हामी यसैले नै हर्ष र उल्लासको साथ हामी खुल्ला हृदयले उहाँको जन्म उत्सव मनाउनेछौँ।
अनि मनाउँछौँ है। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि हामी सबैजनाले भन्ने छौँ, अनि म चाहिँ मेरी क्रिसमस के अरे ह्याप्पी क्रिसमस भन्छ नि तपाईँहरूले सबैलाई भन्नु होला है। अनि मेरी क्रिसमस भन्छ, अनि तपाईँहरूले चाहिँ सबैलाई भनेर ठुलो हल्ला गर्नुपर्छ है। परमेश्वरलाई धन्यवाद। परमेश्वरलाई हामी हल्ला गरेर उहाँको महिमा गर्नुपर्छ, उहाँलाई धन्यवाद दिनुपर्छ है त। परमेश्वरलाई धन्यवाद भएको होस्। ह्याप्पी क्रिसमस, मेरी क्रिसमस, परमेश्वरलाई धन्यवाद भएको होस्। हुन्छ, परमेश्वरलाई धन्यवाद भएको होस्। अनि यो मूल्य समय दिनुभयो विनाशले पनि मेरो जीवन गए बाँड्नको निम्ति उहाँलाई पनि धेरै धन्यवाद। उहाँको जीवनमा परमेश्वरले अनगिन्ती आशिषहरू दिनुभएको होस् है। परमेश्वरलाई धन्यवाद। यहाँहरूलाई सम्पूर्णलाई धन्यवाद। यहाँहरूको जीवनमा
तर्फबाट तपाईँहरूलाई शुभकामना भन्न चाहन्छु र मेरी क्रिसमस ह्याप्पी क्रिसमस भन्न चाहन्छु। र म चाहिँ एउटा थोरै मेरो जीवनमा मैले कसरी अनि प्रभुलाई पाएँ, मैले कसरी यसरी विश्वास गर्न पुगेँ भन्ने कुरा तपाईँहरूको माझमा म बाँड्न गइरहेको छु। तपाईँहरू सुन्दै हुनुहुन्छ? म चाहिँ विगतमा धेरै नै कष्ट दुःख सहित अनि प्रभुलाई पाएको यसो ख्रिस्टलाई चाहिँ मैले विश्वास गरेको व्यक्ति हुँ। तपाईँहरूले आज मलाई यसरी देख्दै हुनुहुन्छ। आजभन्दा लगभग 8 वर्ष अगाडि अनि म धेरै कष्ट पीडामा थिएँ। अनि अघि हाम्रो दादाहरूले भन्नुभएको जसरी नै म चाहिँ एकदमै गाह्रो अवस्थामा थियो। कति कुराहरू उहाँहरूको त्यो जीवन गएसँग मिल्दछ है, त्यो अशान्तिमा हुँदै गर्दाखेरि अनि म चाहिँ मृत्युसँगै पुगेको व्यक्ति हो है। एकदमै गाह्रो हुन्थ्यो मलाई। अनि भूत आत्माले चाहिँ यति धेरै सताउँथ्यो मलाई। अनि धेरै मैले अनि संसारमा हुने कुराहरूबाट मैले शान्ति पाउनको निम्ति मैले धेरै कुराहरू गरेँ। तर पनि मैले त्यहाँनिर गर्थेँ होइन, एकछिन निको हुन्थ्यो। तर फेरि पनि घरमा आइसके पछाडि चाहिँ त्यस्तै अशान्ति हुन्थ्यो है। अनि म कतिचोटि विभिन्न ठाउँमा पुग्थेँ त्यो निको हुनलाई, त्यो चङ्गाइ पाउनलाई। तर अनि म अन्तिममा पहिला चाहिँ मैले एकदमै ख्रिस्टलाई घृणाको भावले हेर्थेँ। अनि यसो बाइबल भन्ने चाहिँ अनि विदेशी धर्म हो भन्ने कुराहरू लाग्थ्यो मलाई। अनि वास्तवमा जब मैले प्रभुको अगाडि चाहिँ अनि घोडा टेक्नु पऱ्यो, शिर झुकाउनु पऱ्यो, म कतै गएर निको नभएर त्यो शान्ति नपाएर चाहिँ म अनि जसरी मलाई गाउँमा मेरा आफन्तहरूले तिमी चाहिँ अनि चर्चमा जानु अनि तिमीलाई चाहिँ त्यस ठाउँमा गयो भने निको हुन्छ, तिमीलाई त्यसमा चाहिँ केही पनि गर्नु पर्दैन, पैसाहरू पनि दिनु पर्दैन, मात्र तिमीले चाहिँ हृदय खोलेर चाहिँ विश्वास गर्यो भने चाहिँ तिमी चाहिँ निको हुन्छौ भनेर मलाई त्यसरी आफन्तहरूले गाउँको मानिसहरूले भन्नुभयो है। अनि म चाहिँ अन्तिममा हरेस खाएर अनि धेरै नै गाह्रो भएर चाहिँ म गएँ। अनि जब गएँ अनि मैले यसरी नै चर्चमा जाँदै गर्दाखेरि अनि मैले प्रभुको जनहरूबाट पास्टरहरूबाट अनि यसरी वचन सुनेँ। अनि मलाई एकदमै आनन्दको अनि महसुस भयो है। अनि जब मैले बाइबल अनि पढेँ अनि मैले अनि पुरानो विगतमा हेरेको दृष्टिकोण अनि मैले जब सम्झिँदै गर्दाखेरि चाहिँ त्यो चाहिँ होइन रहेछ, प्रभु चाहिँ हामी सारा मानव जातिको लागि चाहिँ उहाँ आउनु भएको रहेछ भन्ने कुराहरू मैले आज थाहा पाएको छु। अनि तपाईँहरूलाई पनि उहाँले चाहिँ अति नै प्रेम गर्नुहुन्छ। तपाईँहरू सबैजनालाई चाहिँ चाहे विश्वास गर्ने होस् चाहे नगर्ने होस्, तपाईँहरू सम्पूर्णलाई चाहिँ प्रभुले बोलाउनुहुन्छ है, अति नै माया गर्नुहुन्छ। अनि त्यही माया आज साट्नको निम्ति तपाईँको माझ मैले एउटा भजन लिएर आएको छु है। म एउटा गीत गाउने कोसिस गर्नेछु तपाईँहरूको माझमा, सुनेर सहायता गरिदिनु होला।
साटो रोजे उनले क्रुसको बाटो हामीलाई जीवन दिनलाई सतावटमा दुःख सहेर परमेश्वरमा भर परेर जिते उनले सारा संसार हो हाम्रो त्यो पापको साटो रोजे उनले क्रुसको बाटो हामीलाई जीवन दिनलाई सतावटमा दुःख सहेर परमेश्वरमा भर परेर जिते उनले सारा संसार बाटो सत्य र जीवन देखाउनलाई बाटो सत्य र जीवन देखाउनलाई यसो आए जीवन दिनलाई पापीको पाप धुनलाई यसो आए जीवन दिनलाई पापीको पाप धुनलाई जीवनभरको थकान मेट्न आऊ साथी यसो भेट्न यसोमा विश्वास गरी मृत्युलाई जितिन यसोमा विश्वास गरी मृत्युलाई जितिन यसो आए जीवन दिनलाई पापीको पाप धुनलाई 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 आमेन। जस्तो
ख्रीष्ट आउनुभयो मानिसलाई बचाउनलाई उनमा मात्र पापको क्षमा छ चारैतिर कति झिलिलिलिलिलिलिलि रातो पहेँलो बत्ती कति साह्रो जाडो लाउन आगो ताप्न आऊ है सभ्यता चाँडो समय आऊ है आफ्नो आँगन आएछ है बडा दिन क्रिसमस फर्केर 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 हुन्छ म आज विशेष गरी पहिला हामी हेर्नेछौँ ख्रिस्टको जन्म कसरी र कहाँ भयो भन्ने विषयमा हामी हेर्नेछौँ है। हुन्छ तपाईँहरूले मलाई ध्यान दिनु होला यो समयमा। अनि बाइबलले चाहिँ यो कुरा बताउँदछ कि येशू ख्रिस्ट जन्मिनुभन्दा 4000 वर्ष अगाडि सुन्नुहोस् है, येशू ख्रिस्ट जन्मिनुभन्दा 4000 वर्ष अगाडि चाहिँ पतित भएको स्वर्गदूत अर्थात् लुसिफर जुन अहिले भूतात्मा भएको छ संसारमा, स्वर्गमा चाहिँ 33% स्वर्गदूतहरूले पाप गरे भन्छ। अनि जुन स्वर्गदूतहरू स्वर्गबाट निकालेर फ्याँकिए, जुनहरू चाहिँ संसारमा अहिले भूतात्मा बनेर आएको छ। म तपाईँलाई यो कुरा पनि बुझाउन चाहन्छु, मान्छे मरेपछि अथवा मान्छे कहिले पनि भूतात्मा बन्दैनन्। भूतात्माहरू चाहिँ पहिलो नै स्वर्गबाट 33% चाहिँ पाप गरेर खसेको छ। जब परमेश्वरले मानिसलाई आजभन्दा 6000 वर्ष अगाडि उत्पत्तिको पुस्तकमा हामीले हेऱ्यौँ भने पहिलो मानिस एडम भन्छ। अनि यसलाई हिब्रू भाषामा ट्रान्सलेट गर्दाखेरि चाहिँ माटो अथवा धुलो भन्ने अर्थ लाग्दो रहेछ है। बाइबलले मिठो कुरा चाहिँ के भन्छ भन्दाखेरि चाहिँ परमेश्वरले मानिसलाई चाहिँ जमिनको धुलोबाट बनाउनु भयो भन्छ कि। तपाईँहरूले सुन्नुभएको होला आदम नाम, नेपालीमा आदम भन्छ, इङ्ग्लिसमा एडम भन्छ। खास त्यो मान्छेको नाम चाहिँ माटो नै थियो। जमिनको धुलोबाट मानिसलाई चाहिँ आफ्नै स्वरूपमा बनाएर अनि उहाँले चाहिँ जीवनको सास फुकिदिनु भयो, अर्थात् हाम्रो आत्मालाई चाहिँ हाम्रो शरीरमा फुकिदिनु भयो। हाम्रो यो शरीर चाहिँ माटोबाट डिजाइन गरेर बनाएको कारणले गर्दा एक दिन हामी सबैजना मर्छौँ, खरानी हुन्छौँ अथवा बिलाइ जान्छौँ है। किन भन्दाखेरि चाहिँ यो चाहिँ माटोबाट बनाएको हो। तर हाम्रो आत्मा चाहिँ परमेश्वरको स्वरूपमा आत्मामा नै डिजाइन गरेर बनाएको कारणले गर्दा यो चाहिँ कहिले पनि मर्दैन। बुझ्दै हुनुहुन्छ? त्यही भएर तपाईँ मेरो आत्मा कहिले पनि मर्दैन। जसरी स्वर्गदूतहरूले पाप गरे अनि त्यही स्वर्गदूतहरू फेरि यस संसारमा धरतीमा आइकन परमेश्वरले बनाएको सुन्दर सृष्टि रचनाहरूलाई हेरिकन अनि मानिस जातिलाई परमेश्वरको स्वरूपमा बनाएको देख्दै गर्दाखेरि चाहिँ भूतात्माहरू लुसिफर र उसको टिम चाहिँ एकदम जलन भएको छ। किनकि पहिला स्वर्गमा चाहिँ ती स्वर्गदूतहरूले आराधना गर्थे, परमेश्वरको महिमा गर्थे। तर पछि आएर चाहिँ के भयो भन्दाखेरि चाहिँ उनीहरूले पाप गरेको कारणले गर्दा उनीहरूको ठाउँमा मानिस जातिलाई परमेश्वरको पूजा आराधना गर्न, परमेश्वरसँगै बातचित गर्न, परमेश्वरसँगै अनन्तताको लागि स्वर्गीय घरमा रहनको लागि बनाउँदै गर्दाखेरि चाहिँ भूतात्माहरू पतन भएको 33% स्वर्गदूतहरू चाहिँ अनि उनीहरूको हृदयमा एकदम जलन भएको छ। ती भूतात्माहरू आएर मानिस जातिलाई फेरि परमेश्वरको विरुद्धमा सुर्याएको छ। अनि भूतात्माहरू आत्मा हुन्, तिनीहरू शरीर होइन। अनि तिनीहरूले जसले पनि चलाउन सक्छ संसारमा। अनि बाइबलमा हेऱ्यो भने जब परमेश्वरले मानिसलाई आफ्नो स्वरूपमा बनाउनु भएको थियो अनि सर्पलाई चाहिँ भूतात्माले चलाएको छन्। सर्प भूतात्मा होइन, तर सर्पभित्र आत्मा छिरेर चाहिँ सर्प बोल्न थालेको छ। तपाईँलाई थाहा छ एकचोटि जब नामन अगमवक्ता यात्रा गर्दै गर्दा बाइबलमा गधा बोलेको छ। अगमवक्ता चाहिँ पाप गर्दै अगाडि बढ्दै थिए, परमेश्वरको कुरोलाई ध्यान नदिकन होइन, संसारको लोभ लालचमा फस्दै जब मानिसको कुरोलाई सुन्दै अगाडि बढ्दै गर्दाखेरि चाहिँ गधा बोलेको थिए। तर गधाको मुखलाई चाहिँ परमेश्वरले खोलिदिएको थियो। तर यो बेलामा चाहिँ हामी के देख्छौँ भन्दाखेरि चाहिँ सर्पको मुखलाई चाहिँ 33% स्वर्गदूतहरू मिलेर खोलिदिएको छ कि। त्यो वान टाइममा सर्पसँग स्वर्गदूतहरू बोले, तर सर्प पछि सर्प नै भएर नै हेरे। तर मानिस जातिलाई चाहिँ फेरि परमेश्वरको विरुद्धमा पाप गर्न लगाएर चाहिँ हामीले पाउने अनन्त जीवन,
हामीले पाउने उद्धार मुक्ति चाहिँ अनि भूत आत्माले आज खोसिएको छ। अनि परमेश्वरले सुरुमा मानिसलाई बनाउँदै गर्दा मानिसलाई कहिले नमाने अजम्बरी जीवनमा बनाउनु भएको थियो। हामीलाई माटोको शरीरबाट माटोबाट बनाए तापनि हाम्रो आत्मा चाहिँ यस्तो प्रकारले डिजाइन गरेर उहाँले बनाउनु भएको थियो जुन आत्माको महिमा र शक्तिको कारणले गर्दा शरीर कहिले पनि नमाने अजम्बरी जीवनमा थियो। अनि बाइबलले के भनेको थियो भन्दाखेरि चाहिँ परमेश्वरको वचनले मानिसले जुन दिनसम्म पाप गर्दैन मानिस अजम्बरी जीवनमा रहनेछ भनेर। तर विडम्बना के भयो भन्दाखेरि चाहिँ भूतात्माहरूले फेरि मानिसलाई उक्साएर परमेश्वरको विरुद्धमा पाप गर्न लगाए, जसको कारणले गर्दा मानिसमा मृत्यु आयो। पापको ज्याला मृत्यु। आज हामी किन मर्छौँ भन्दाखेरि चाहिँ हामीले परमेश्वरको कुरा नसुनिकन भूतात्माको कुराहरू पहिलो मानिसले हामीले भन्दा पनि हाम्रो पुर्खाले बाबुबाजेले आदम र हब्बाले पाप गरेको कारणले गर्दा त्यो श्राप चाहिँ हामीमा बग्दै आएको छ, अर्थात् त्यो मृत्यु हामीमा बग्दै आएको छ। अनि त्यही बेलामा नै भनेका थिए लुसिफरसँग है, मैले जोड्न खोजेको पोइन्ट चाहिँ अहिले हामीलाई आउँदैछ। त्यही पतन भएको 33% स्वर्गदूतहरूसँग चाहिँ येशू ख्रीष्ट अब संसारमा आउनुहुने छ है भनेर परमेश्वरले बोल्नुभएको थिए। आजभन्दा 4000 वर्ष अगाडि चाहिँ जब मानिस जातिलाई पापमा फसाए शैतानले, त्यो बेलामा दुष्ट आत्माहरूसँग चाहिँ 33% दूतहरूसँग परमेश्वरले बोल्नुभएको छ। अब ईश्वरको सन्तानबाट चाहिँ एउटा एकजना शासक आउँदैछ, उद्धारकर्ता आउँदैछ। त्यसले चाहिँ भूतात्मा अर्थात् 33% पतन भएको स्वर्गदूतहरूको शक्तिलाई चाहिँ नियन्त्रण गर्नेछ, उनीहरूको शिरलाई चाहिँ कुच्याउनेछ भन्ने भनेको चाहिँ। अनि आज येशू जन्मिनुभन्दा 4000 वर्ष अगाडि बाइबलमा हामी भविष्यवाणी भएको देख्छौँ। र येशू ख्रीष्ट जन्मिनुभन्दा 700 वर्ष अगाडि, सबैजना सुन्नुहोस् है, 700 वर्ष अगाडि त्यो बेलामा चाहिँ खुल्लम खुल्ला यो ठाउँमा यसरी जन्म हुनेछ होइन। अनि यशया 7:14 चाहिँ यसो भन्छ, हेर अन्धकारको छायामा बस्ने मानिसहरूले एउटा ज्योति देख्नेछ, मृत्युको देशमा बस्ने मानिसहरूले चाहिँ जीवनको ज्योति पाउनेछ भनेर। यो मृत्यु यो अन्धकार चाहिँ आत्माको विषय भनेको है। हाम्रो आत्मा मृत्युमा जाँदै थियो हाम्रो पाप अधर्मको कारणले गर्दा। ती मानिसहरूको लागि आज संसारको मानिसको लागि चाहिँ बडो आनन्दको कुरा छ, एउटा ठुलो ज्योति चाहिँ उदाउने छ है मानिस जातिको आत्मालाई उद्धार गर्नको लागि भनेर 700 वर्ष अगाडि चाहिँ त्यसरी भविष्यवाणी भएको थियो यशायाको वक्तासँग। त्यसै गरी लगायत यशाया 9:1-4 सम्म चाहिँ यसरी भनेको छ, येशू ख्रीष्ट जन्मिनुभन्दा 700 वर्ष पूर्व नै है, हेर कन्याले गर्भ धारण गर्नेछिन् अनि एकजना पुत्र जन्माउनेछन् अनि जसको नाम इम्मानुएल कहलिनेछ। अर्थात् त्यसको अर्थ हो परमेश्वर चाहिँ मानिसहरूसँग बास गर्नुहुनेछ भनेर। आमेन। अनि फेरि यशाया 1:18 700 वर्ष अगाडि यशाया अगमवक्तासँग बोल्नु भएको थियो। उहाँ भन्नुहुन्छ, आओ हामी सँगै बसेर छलफल गरौँ। यशायासँग आत्मामा भविष्यवाणी गर्दै हुन्छ परमेश्वरले, आओ हामी सँगै बसेर छलफल गरौँ। मानिस जातिको पाप सिन्दुरी रङको भए तापनि, मानिस जातिले धेरै डरलाग्दो पापहरू गरे तापनि म तिनीहरूको पापलाई हिउँ जस्तै धोइ पखाल्नेछु, सेतो हुने गरी म पखाल्नेछु। मतलब यसको मतलब हामीले गरेको डरलाग्दो घिनलाग्दो कालो कर्तुत पापहरूलाई चाहिँ उहाँले क्षमा गरिदिनुहुन्छ उहाँले भन्दै हुनुहुन्छ। बुझ्दै हुनुहुन्छ? अनि त्यही भविष्यवाणी हुँदा हुँदै अनि हामी आजको दिन हामी यो क्षणमा छौँ। 700 वर्ष पछाडि चाहिँ अनि बाइबलले मजाको कुराहरू बताउँदछ अनि येशू ख्रीष्टको भविष्यवाणी पुरा भएको छ। अनि ख्रीष्टको जन्मको भविष्यवाणी पुरा भएको छ र उहाँ जन्मिनु भएको छ। र उहाँ कसरी अनि कुन ठाउँमा जन्मिनु भयो भन्ने कुराहरू म तपाईँहरूको माझमा लुका 1 म 26 देखि केही तल खण्डहरू पाठ गरेर सुनाउनेछु। म सरल मात्रै पाठ गर्नेछु त कसरी जन्म भयो भनेर। येशूको जन्मको भविष्यवाणी भनेको छ 6औं महिनामा परमेश्वरले गाब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनु भयो। अनि हाम्रो 6औं महिना कुन हुन्छ? असोज हुन्छ है। अनि त्यो बेलामा इजरायलमा 6औं महिनामा चाहिँ गाब्रिएल स्वर्गदूतलाई चाहिँ नासरतको सहरमा पठाउनु भएको छ। नासरत भन्ने एउटा ठाउँ चाहिँ अनि यरुसलेममा थियो। अनि त्यस ठाउँमा चाहिँ स्वर्गदूतहरू आएको छ। तपाईँलाई थाहा छ येशू ख्रीष्ट जन्मिनुभन्दा अगाडि, येशू ख्रीष्ट क्रुसमा जानुभन्दा अगाडि चाहिँ स्वर्गदूतहरू संसारमा आउने गर्थे मानिस जातिहरूलाई सन्देश पठाउनको लागि।
मानिस जातिहरूलाई खबर पठाउनको लागि स्वर्गीय दूत नै संसारमा आउँथे मानिसले देख्ने गरी। तर अहिले चाहिँ किन आउनुहुन्न भन्दाखेरि चाहिँ येशू ख्रीष्ट आफै आइकन स्वर्गको सबै कुराहरू हामीलाई बताएको कारणले गर्दा अब चाहिँ स्वर्गदूतहरू आउनुहुन्न, तर परमेश्वर आत्मा भइकन हामीलाई वचनद्वारा घरिघरि बुझाइराख्नुहुन्छ है। अनि नासरतको सहरमा चाहिँ स्वर्गदूतहरू पठाउनु भयो। अनि एउटा कन्या केटी कहाँ अथवा कन्या स्त्री कहाँ गए जसको मगनी दाउदको घरानाको योसेफ भन्ने एकजना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो भन्छ। अनि कन्या कुमारी केटीसँग अनि विवाह गर्ने कुरा चाहिँ भएको थियो योसेफ भन्ने व्यक्तिसँग, तर विवाह भएको थिएन। त्यही बेलामा चाहिँ स्वर्गबाट चाहिँ परमेश्वरले गाब्रिएल दूतहरूलाई चाहिँ पठाउनु भएको छ। अनि यहाँनिर भनेको चाहिँ स्वर्गदूतले तिनी कहाँ गएर भने, हे कृपा पात्र तिमीलाई अभिवादन, परमप्रभु तिमीसँग हुनुहुन्छ। तर तिनी त्यस कुराले साह्रै विचलित भइन् भन्छ। यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। स्वर्गदूतले तिमीलाई भने, नडराऊ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएका छौ। अब हेर तिमीले गर्भधारण गर्नेछौ, एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाउँ येशू राख्नेछौ। उहाँ महान हुनुहुनेछ, परम प्रधानका पुत्र कहलाउनुहुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासनमा दिनुहुनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदा राज्य गर्नुहुन्छ। उहाँको राज्यको अन्त्य हुने छैन। आमेन। अघि यशायाले भनेको भविष्यवाणी चाहिँ हेरेर पुरा हुँदैछ है। मरियमले स्वर्गदूतलाई भनिन्, यो कसरी हुन सक्छ र, किनकि म कन्या नै हुँ भनेको चाहिँ। स्वर्गदूतले तिमीलाई जवाब दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ, सर्वोच्चको शक्तिको छाया तिमीमाथि पर्नेछ। यसै कारण जो जन्मनुहुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरको पुत्र कहलाइनुहुनेछ। आज कन्या मरियम कसरी जन्मनु भएको छ? परमेश्वरको आत्माद्वारा। बुझ्नुहुन्छ? पवित्र आत्माको शक्तिद्वारा चाहिँ अनि आज मरियमको कोखमा उहाँले जन्म लिनुभएको छ। यो असम्भव कुरा हो मानिसको जीवनमा, संसारमा भने। एउटा विवाह नगरेको स्त्रीले बच्चा जन्माउन सक्दैन, बाइबलले यही भन्छ, संसारको नियमले पनि त्यही भन्छ। तर यो कुरा किन हुन आउँदैछ भन्दाखेरि चाहिँ उहाँ परमेश्वर नै हुनुहुन्थ्यो र मानिसको रूपमा अवतार लिएर आउनको लागि चाहिँ उहाँ आफै नै आफ्नै शक्तिद्वारा चाहिँ उहाँ मरियमको कोखमा चाहिँ आउँदै हुनुहुन्थ्यो। कारण तपाईँ र मेरो पाप क्षमा गर्नको लागि। बुझ्दै हुनुहुन्छ? र यसरी चाहिँ अनि आज हामी डिसेम्बर 25 को दिनमा हामी यसरी क्रिसमस मनाउँदैछौँ। र यो चाहिँ धेरैजनाले एक्ज्याक्ट क्रिसमस येशू ख्रीष्ट जन्मेको दिन आज होइन, तर यो डिसेम्बरकै महिनामा थियो। तर एउटा दिनलाई तोकेर चाहिँ अनि क्रिस्चियन इतिहासमा यसरी मनाउँदै आएको छ। तर मजाको कुरो चाहिँ के थियो भन्दाखेरि चाहिँ हामीले तलतिर हेर्दै गयौँ भने चाहिँ यहाँ जनगणनाको कुराहरू छ है। अनि इतिहासमा जनगणना गर्दै गर्दा त्यस बेलामा चाहिँ येशू ख्रीष्टको जन्म हुने बेलामा चाहिँ त्यो बेलामा इजरायलमा चाहिँ जनगणना थियो भन्छ। जसको कारणले गर्दा ठुलो भिड जामत भएको कारणले गर्दा चाहिँ उनीहरूले प्रेग्नेन्टको गर्भ डेलिभरी हुने टाइम आउँदै गर्दाखेरि चाहिँ स्थान पाएन भन्छ। जसको कारणले गर्दा चाहिँ गाईको डुडमा उनीहरू जानु परेको छ र हाम्रो राजा मुक्तिदाता चाहिँ गाईको डुडमा अनि शरण लिनु परेको छ र उहाँ त्यहाँ जन्मिनु भएको छ। किन भन्दाखेरि चाहिँ जनगणनाको कारणले गर्दा चाहिँ सहरमा चाहिँ मानिसहरू हुन्छ नि भाडामा लिएर कोठा लिएर बस्ने ठाउँ पनि थिएन भन्छ। तर इतिहासमा तपाईँले हेऱ्यो भने चाहिँ यो जनगणना गर्ने डेट पनि डिसेम्बर 22देखि 27 को यो ग्यापमा छ क्या। डिसेम्बर 22 देखि 27 को अवधिमा चाहिँ जनगणना भइरहेको थियो भन्छ। र यही अवधिमा हामी विश्वास गर्छौँ सायद हुनसक्छ डिसेम्बर 25 को जन्म भएको। र म अब येशू ख्रीष्ट शरीरमा किन आउनुभयो भन्ने विषयमा तपाईँलाई म छोटो कुराहरू भन्न चाहन्छु। अब येशू ख्रीष्टको जन्म चाहिँ कसरी भएको रहेछ? पूर्व भविष्यवाणी भएर एकचोटि 4000 वर्ष अगाडि र फेरि 700 वर्ष अगाडि फेरि पूर्व भविष्यवाणी भएर उहाँ जन्मिनु भएको छ। बुझ्दै हुनुहुन्छ? छेउको साथीले भन्नुहोस् न, तपाईँको लागि उद्धार दिनको लागि भन्नुहोस् न। येशू जन्मिनुभन्दा अगाडि नै पूर्व भविष्य भइसकेको छ। आमेन। आमेन भनेको चाहिँ सधैँ यस्तै होस् भनेको चाहिँ है। यो चाहिँ एउटा हिब्रू भाषा हो र हामी नेपालीमा भन्यो भने सधैँ यस्तै होस् भने पनि मिल्छ यसले चाहिँ। अब म तपाईँहरूलाई छोटो कुरा बताउन चाहन्छु। ख्रीष्ट जन्मिनुको कारण चाहिँ के होला त? उहाँ त परमेश्वर हुनुहुन्थ्यो होइन?
उहाँले चाहेको भए स्वर्गबाट नै मानिस जातिको पाप क्षमा गर्न सक्नुहुन्थ्यो, तर उहाँ आज संसारमा मरियमकै कोखमा जन्म लिएर आउनुको कारण चाहिँ के होला त? म त्यो कुरा तपाईँको माझ भन्न चाहन्छु है त। भजन सङ्ग्रह म 50 को 9 देखि 15 सम्म पाठ गरिदिनेछु। तपाईँलाई बोरिङ लागेको त छैन नि? अहिले मिठो मिठो डान्स खानेकुराहरू आउँदैछ है। नानीहरूलाई ज्ञानी भएर बस्नु ज्ञानी भयो भने चाहिँ अहिले 2टा पेन्सिल अनि कपी म अहिले गनेर कति पुग्छ म दिन्छु। फेरि एउटा मात्रै पायो भनेदेखि उड्न पाउँदैन तिमीहरूले। म भजन सङ्ग्रह 50 को 9 देखि 15 सम्म पाठ गर्नेछु। अनि येशू ख्रीष्ट आउनुभन्दा अगाडि चाहिँ यता सुन्नुहोस् है, येशू ख्रीष्ट आउनुभन्दा अगाडि चाहिँ बाइबलमा पनि हामी इतिहासमा हेऱ्यौँ भने धेरै बलिदानहरू गरेको देख्छौँ हामी पाप क्षमाको लागि। किनकि यो बलिदानको विधिहरू चाहिँ आजभन्दा 6000 वर्ष अगाडि, येशू जन्मिनुभन्दा 4000 वर्ष अगाडि पहिलो मानिसको छोरो कैन र हाबिल भन्ने छ, हाम्रो पुर्खा बाजे हाबिलदेखि नै सुरु भएको कुराहरू हो। हामी संसारमा हामी हिन्दू धर्म मात्रै नभइकन यो कुराहरू चाहिँ आजभन्दा 6000 वर्ष अगाडि सबैजनाले भन्नुहोस् न, हाबिल बाजेले भन्नुहोस् न, बलिदानको विधि सुरु गर्नुभएको थियो। यो चाहिँ किन भन्दाखेरि चाहिँ हाम्रो पाप अधर्म क्षमा गर्नको लागि। अनि संसारमा मानिसले चाहिँ के भएको छ भन्दाखेरि सुरुमा अलिकति पाप गरे ठिकै छ, तर घिनलाग्दो डरलाग्दो पापहरू गर्दै आएको छ। निर्दोष पशुहरूको रगत बगाउँदै झन् डरलाग्दो पापहरू गरेको हामी देख्छौँ। बाइबलमा तपाईँलाई थाहा छ एकै दिनमा 6000वटा भेडा 6000वटा बोकाहरू काटेर बलि गरेको कुराहरू हामी देख्छौँ। यो कुराहरूले मानिस जातिको पाप क्षमा गर्न असम्भव भएको कारणले गर्दा चाहिँ येशू आउनुभएको भन्ने कुरा पनि जोड दिन गइरहेको छैन। येशू ख्रीष्ट जन्मिनुभन्दा दाउद राजाले लेखेको यो सङ्ग्रह भजन सङ्ग्रहको खण्ड चाहिँ 1000 वर्ष अगाडि लेखेको कुरा है। यहाँ यसरी लेखेको छ, तेरो गोठको पशु अथवा तेरा गोठहरूका बोकाहरूको मलाई आवश्यकता छैन, किनकि जङ्गलको हरेक वस्तु र हजारौँ डाँडाहरूका पशु पन्छी अनि वस्तुहरू मेरै हुन्। पर्वतहरूको प्रत्येक पन्छीलाई म चिन्छु भन्छ। हामी संसारमा हामी कुखुरा परिवार ढुकुरको बलिदानहरू गर्छन्, ती कुराहरू पनि भन्दै हुन्छ है। सबै पर्वतको प्रत्येक पन्छीहरूलाई म चिन्छु, भूमिका सबै प्राणीहरू मेरै हुन्। म भोकै भए तापनि तँलाई भन्ने थिएन, किनकि पृथ्वीमा भएको यावत थोक मेरै हो भन्छ है परमेश्वरले भन्नुहुन्छ है। परमेश्वर भन्दै हुनुहुन्छ मानिस जातिले आज के पशु पन्छीको बलिदान गरेर आफ्नो पाप क्षमा हुन्छ भने सम्झँदै हुनुहुन्छ? यही क्वेसन गर्दै हुन्छ मानिसहरूलाई। यो चाहिँ आजभन्दा कतिको भन्दाखेरि चाहिँ 3500 वर्ष अगाडिको भविष्यवाणी है। किनकि संसारको सबै पशु पन्छी जनावरहरू, जमिनमा घस्रणदेखि लिएर उठ्ने पशु पन्छीहरू मेरै हुन्। के म तिनीहरूको रगत अथवा मासु खान्छु जस्तो तिमीहरू लाग्छ भन्दै हुन्छ है परमेश्वरले। यहाँ सुनौँ है त, हामी म भोकै भए तापनि तँलाई भन्ने थिएन भन्दै हुन्छ। हामी विचार गर्दैन कि हामीले चढाएको बलिदान परमेश्वरले खानुहुन्छ? परमेश्वर त आत्मा हुनुहुन्छ। तर यो विधि चाहिँ हाबिल बाजेले सुरु गरेको थियो। अनि तर परमेश्वरले यो विधिलाई मनाही चाहिँ गर्नु भएन। ल ठिकै छ, तिमीहरूले प्रयासित गर्छ भने बलिदान भन्दा पनि हृदयको सुगन्धित त्यो धन्यवादको शब्द चाहिँ ठुलो भन्ने कुरा त्यो हामी दाजुभाइको त्यो डिबेट भएको हामी देख्छौँ, त्यो नेचरबाट देख्छौँ है त। त्यो कुराहरू पछि हेर्नेछौँ। अनि भन्दै हुनुहुन्छ के म पशुको मासु खान्छु अथवा अनि बाख्रा अथवा बोकाको रगत पिउँछु र? परमेश्वरलाई धन्यवादको बलि चढा र सर्वोच्चले दिएको भाकल पुरा गर र सङ्कटको दिनमा मलाई पुकार म तँलाई छुटाउनेछु र तैँले मेरो महिमा गर्नेछ। आमेन। परमप्रभु भन्दै हुनुहुन्छ पशु पन्छीको पापले के अरे पशु पन्छीको रगतले मानिस जातिको पापलाई क्षमा गर्न असम्भव छ। बाइबलमा धेरै ठाउँमा यो कुराहरू लेखेको छ। म फेरि अर्को हिब्रू 10 को 4 तपाईँको माझमा पाठ गरिदिनेछु। बाहिर गेस्ट आउँदै थियो फर्केर भयो, तपाईँले हेरिदिनु न बिगार्नु।
हिब्रू 10:4 बाइबलमा यसो लेखेको छ। हुन्छ म पल्टाउँदिनँ, यो सानो बाइबल भएर अलिकति मलाई कन्ठा छ। त्यहाँ चाहिँ लेखेको छ पशु पक्षी र जनावरहरूको रगतले मानिस जातिको पाप हरण गर्न असम्भव छ भनेर। सबैजना सुन्नुहोस् है, पशु पक्षी र जनावर अथवा वस्तुभावको रगतले मानिस जातिको पाप हरण गर्न असम्भव छ भन्छ। तपाईँलाई थाहा छ जब हबिल बाजेले बलिदानलाई सुरु गरे त्यो दिनमा एउटै मात्र भेडा मारेको थिए वास्तवमा, तर पछि मान्छेले यति डरलाग्दो पाप गरेको छ कि आफ्नै भाइलाई हबिललाई मारेको छ कहिँले होइन, आफ्नै दाइले आफ्नै भाइलाई मारेको छ। हत्या व्यभिचार भनेको चाहिँ होइन, विवाह भइसकेपछि पनि अरू पर स्त्री परपुरुषसँग लाग्नु अथवा विवाह पूर्व अनैतिक कामहरू गर्नु, हत्या चोरी डकैती डरलाग्दो घिनलाग्दो कामहरू गर्नु। त्यो मात्रै नभइकन हामीले उत्पत्ति आजभन्दा आउनुहोस् है त, आजभन्दा 2500 वर्ष अगाडि 3500 वर्ष अगाडि सदोम गमोरा सहरहरू हेऱ्यो भने केटा विवाह गर्ने, केटी विवाह गर्ने लगायत विभिन्न हत्या डरलाग्दो पापहरू गर्ने। अनि डरलाग्दो पाप गरिसकेपछि चाहिँ एकै दिनमा बाइबलले के बताउँछ भन्दाखेरि चाहिँ एकै दिनमा 100 पशु पक्षीहरू काटेर पाप क्षमाको लागि चाहिँ रगतहरू बगाएको छ कि। अनि परमेश्वरले भन्दै हुन्छ कि भजन सङ्ग्रह खण्डमा मैले पढेको त्यही नै हो, के म पशु पक्षीको रगत पिउँछु जस्तो कि मलाई लाग्छ? बरु न्यायको सत्यको पक्षमा बोलौँ न, सत्यको पक्षमा हेर्नु न, धन्यवादको भाका लाताभन्दा हृदयको धन्यवादको शब्दहरू चढाउँ न, म त्यो कुराहरू चाहन्छु भनेर। अनि यो कुराहरू चाहिँ परमेश्वरले मागेको कुराहरू होइन, तर मानिसले स्थापना गरेको विधिहरू थियो। अनि अन्तिममा येशू ख्रीष्ट शरीरमै आउनु कारण चाहिँ के हो भन्दाखेरि चाहिँ आज मैले भयङ्कर पाप गरेँ, मैले चोरी, मैले हत्या गरेँ अथवा मैले डरलाग्दो पापहरू गरेँ, अब म मारिनुपर्ने ठाउँमा सजन भएर मारेर हुन्छ? हुँदैन नि, त्यो दण्ड सजन भएर दिएर हुन्छ? हुँदैन नि, हो कि होइन? हुँदैन। अनि बाइबलले बुझाउन खोजेको कुरा त्यही नै हो। तपाईँ माली गाईको दुध दुहुनुहुन्छ तर तपाईँले रातो गाईलाई घाँस दिनुभयो भने के हुन्छ? यो के हुन्छ? अन्याय हुन्छ, हो कि होइन? हो कि होइन? अन्याय हो कि होइन? यहाँनिर यस्तै भएको छ। परमेश्वरले भन्न खोजेको कुरा त्यही नै हो, के तिमीहरू निर्दोष पशु पक्षीको रगत बगाएर के पाप क्षमा हुन्छ जस्तो लाग्छ तिमीहरूलाई? भन्दा परमेश्वरले त्यो बेलामा आजभन्दा 3500 वर्ष अगाडि दाउदसँग बोल्नुभएको कुराहरू हो। अहिले संसारमा हामी पनि अनजानमै थियौँ, हामी सबै मानिस जाति अनजानमै थियौँ। हामीले आफूले डरलाग्दो पापहरू गरेर निर्दोष पशुको रगतहरू बगाएर हामीले पाप क्षमाको लागि प्रायश्चित गर्यौँ। र हामी यहाँनिर देख्छौँ निर्दोष पशुहरूलाई मार्दै गर्दा झन् यहाँनिर अर्को पाप भएको छ। हो, पशु पक्षीको आत्मा छैन, तर बिना सिद्धि मार्नु चाहिँ गलत हो। किनकि बाइबलमा एक ठाउँमा लेखेको छ मानिसहरूले पाप गरेर पाप क्षमाको लागि चाहिँ 7000 भेडाहरू चाहिँ एकै दिनमा काटे भनेको चाहिँ 7000 भेडा भनेको कम होइन प्रियतम, एउटा रगतको खोला नै हुन्छ, नदी नै हुन्छ। परमेश्वरले भन्दै हुनुहुन्छ पशु पक्षीको रगतको बलिदानमा मानिस जातिको पाप क्षमा हुन असम्भव छ। मानिसले गरेको पापको दण्ड मानिसले नै भोग्नु पर्छ। त्यही भएको कारणले गर्दा पापको ज्याला चाहिँ मृत्यु हो। आज पशु पक्षीको रगतले मानिस जातिको पाप हरण गर्न असम्भव भएको कारणले गर्दा, क्षमा गर्न असम्भव भएको कारणले गर्दा येशू ख्रीष्ट यस धरतीमा सबै मानिस जातिले गरेको शरीरको दण्डको लागि चाहिँ हामी मानिस जातिले शरीरले गरेको दण्ड शरीरले भोग्नु पर्ने भएको कारणले गर्दाखेरि चाहिँ परमेश्वर भइकन पनि उहाँ मानिसको रूपमा अवतार लिएर उहाँ आज आउनु भएको छ। बुझ्दै हुनुहुन्छ? उहाँले स्वर्गबाट नै मानिस जातिको पाप क्षमा गर्ने धेरै कोसिस गर्नुभयो। यता सुन्नुहोस् है, उहाँले आजभन्दा 4000 वर्ष अगाडि मोसा भन्ने व्यक्ति छ, उहाँसँग चाहिँ धर्म ज्ञानको कुराहरू, व्यवस्थाको कुराहरू 613 वटा नियम कानुनहरू चाहिँ संसारमा पठाउनु भएको थियो, जुन आजभन्दा 4025 वर्ष अगाडि येशू ख्रीष्टले 2000 वर्ष अगाडि मोसा भन्ने व्यक्तिसँग पठाउनु भएको थियो। अनि जुन कुराहरू हामी देख्छौँ आजभन्दा 2500 वर्ष अगाडि अनि गौतम बुद्धले भित्ताएको छ, यो कुराहरू चाहिँ अहिले हामीसँग आएको चाहिँ
बल्ल हामीसँग आएको चाहिँ लगभग 4000 वर्ष पछाडि आएको। तर यो कुराहरू संसारमा इजरायलमा चाहिँ आजभन्दा 4000 वर्ष अगाडि 613वटा धर्मज्ञानको कुराहरू लेखिएको थियो। त्यो कुराहरूले मानिस जातिको पाप क्षमाको लागि मानिस जातिलाई सुधार्न परमेश्वर धेरै कोसिस गर्नुभयो, तर असम्भव भए ती धर्मज्ञानले। त्यही भएको कारणले गर्दा प्रियहरू, मानिस जातिले शरीरले गरेको पापको ज्याला शरीरले नै भोग्नु पर्ने भएको कारण आज येशू ख्रीष्ट शरीरमा आउनु भएको छ तपाईँ र मेरो पाप भोग्नको लागि। बुझ्दै हुनुहुन्छ? यदि येशू ख्रीष्ट शरीरमा यस संसारमा मानिसको रूपमा अवतार लिएर नआउनु भएको भए तपाईँ र मैले गरेको शरीरको दण्ड, तपाईँ र मैले गरेको पापको ज्याला, तपाईँ र मैले गरेको हरेक अधर्मको दण्ड चाहिँ तपाईँ र मैले नै भोग्नु पर्ने थियो। बुझ्दै हुनुहुन्छ? येशू आउनुभन्दा हामी इतिहासमा हेऱ्यौँ भने 4000 वर्ष अगाडि बाइबलमा यदि कसैले आफ्नो बाबुआमालाई श्राप छ भने त्यसलाई चाहिँ समाज नै भेला भएर ढुङ्गाले हानेर मार्नु भन्ने आज्ञाहरू थिए। कसैले चोर छ भने त्यसलाई सिधै काटिदिनु भन्ने आज्ञाहरू थिए इतिहासमा हेऱ्यो भने। आज हामी सबैले चोरेको छ, हामी सबैले किसिमको पापहरू गरेको छ। परमेश्वरको नजरमा हामी कोही पनि योग्यको छैनौँ, हामी सबैले ढाँटेको छ। यदि येशू नआउनु भएको भए आज संसारको जनसङ्ख्या पनि कम नै हुन्थ्यो। आज तपाईँलाई थाहा छ साउदी अरब कन्ट्रीहरूमा किन यो कुराहरू गर्छौँ भन्दाखेरि जुन 613वटा नियमहरूमा पालन गर्न सकेन भने चाहिँ मानिस मारिनु पर्थ्यो। अहिले पनि कति नेपाली दाजुभाइहरू अरब कन्ट्रीहरूमा मुस्लिम कन्ट्रीहरूमा मारिन्छ, किन भन्दाखेरि यो 613वटा नियमहरू पर्छ। तर 613वटा नियमलाई चाहिँ परमेश्वरले पर राखिकन आज मानिस जातिलाई म कडा आज्ञाद्वारा होइन, कडा दण्डद्वारा होइन, तर प्रेमद्वारा म जित्न चाहन्छु आउनु भएको छ। बुझ्दै हुनुहुन्छ? यूहन्ना 3:16 बाइबलले भन्छ किनभने परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो भन्छ, क्रिस्चियनलाई मात्रै नभइकन सारा संसारलाई यति धेरै प्रेम गर्नुभयो भन्छ, सबै मानिसहरूले अनन्त जीवन पाओस्, उद्धारलाई चिनोस्, मृत्युपछिको अनन्त जीवन पाओस् भनेर चाहिँ आफ्नो पुत्र येशू ख्रीष्टलाई पठाउनु भयो भन्ने कुरा बाइबलमा लेखेको छ। बाइबलमा 525 चोटि दोहोऱ्याएर लेखेको छ परमेश्वरले मानिस जातिलाई धेरै प्रेम गर्नुहुन्छ। आमेन आमेन। छेउको साथीले भन्नुहोस् न, परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ। हुन्छ, परमेश्वरलाई महिमा भएकोस्। र म फेरि पनि अन्तिममा थोरै निचोड दिन चाहन्छु। येशू ख्रीष्ट शरीरमा आउनुको कारण चाहिँ तपाईँ र मैले गरेको शरीर, सारा संसारको मानिस जातिले गरेको शरीरमा गरेको अधर्मको दण्ड शरीरले नै भोग्नुपर्ने भएको कारणले गर्दा आज उहाँ शारीरिक रूपमा मानिसको रूपमा अवतार लिएर आउनु भएको छ। बुझ्दै हुनुहुन्छ? यदि पशु पक्षीको रगतले सम्भव भएको भए त्यो बेलामा नै मानिस जातिको पाप क्षमा हुनुपर्ने। तर परमप्रभु दुःखी भएर भन्दै हुनुहुन्छ निर्दोष पशुको रगत बगाएर तिमीहरूले अझ खराबी गर्दैछ। अब चाहिँ संसारको मानिसहरूले नसक्ने नै रहेछ, म आफै नै गएर मानिस जातिलाई म फेरि जुन आदम र हव्वासँग पहिलो सुरुमा पाप गर्नुभन्दा अगाडि सम्बन्ध गाँसेको त्यही सम्बन्धमा म फेरि फर्काइ लान चाहन्छु भनेर आज परमेश्वरले स्वर्गको वैभवलाई टाकटुक त्यागेर प्रियहरू तपाईँ र मलाई यस धरतीमा खोज्नलाई आउनु भएको छ। बुझ्दै हुनुहुन्छ? आज यस संसारमा जिउँदै गर्दा तपाईँको जीवनमा निराशा, दुःख, पीड, चिन्ताहरू छ भने परमेश्वरले भन्दै हुनुहुन्छ संसारमा एउटा दुधी बालकले आफ्नो आफूलाई त्याग्न सक्छ, तर म तिमीहरूलाई त्याग्न सक्दिनँ भनेर। आमेन आमेन। बाइबलले भन्दछ, परमेश्वरको वचनले भन्दछ यी सबै थाकेका र बोझ दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु भनेर। साँच्चै नै प्रियहरू, मनको कुरो म तपाईँलाई आज भन्न चाहन्छु, आजको दिनमा तपाईँको हृदयमा ख्रीष्ट नयाँ गरी जन्मिन चाहनुहुन्छ। आमेन। तपाईँको जीवनमा पीड, चिन्ता, फिक्री, दुःखको कुराहरू छ भने आज येशू शान्तिको कुरा लिएर जन्म लिन चाहनुहुन्छ। आज उद्धारको कुरा लिएर तपाईँको हृदयमा जन्मन चाहनुहुन्छ। आमेन। तपाईँ आफ्नो जीवनमा हरेस खाँदै हुनुहुन्छ भने म तपाईँलाई आज मजाको कुरा बताउन चाहन्छु, परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ। बाइबलको वचनले भन्दछ तिमीहरू मेरो आँखाको नानीहरू भनेर। हुन्छ, परमेश्वरलाई धन्यवाद भएकोस्। र ख्रीष्ट आज यसरी मानिसको रूपमा अवतार लिनुको कारण चाहिँ तपाईँ र मैले गरेको शरीरको दण्ड शरीरले भोग्नु परेको कारणले गर्दा हामी सबैको शरीरको ज्याला अनि उहाँ एकैजनाको शरीरमा चाहिँ उहाँले बोक्नको लागि अर्थात् उहाँले हाम्रो पाप क्षमा गर्नको लागि चाहिँ आउनुभएको छ। हुन्छ, सबैलाई फेरि पनि ह्याप्पी क्रिसमस। आजको यो वचनलाई मै राख्न चाहन्छु र
सबले हर दिनको उत्सव बनाऊ हामी सबैले हर दिनको उत्सव बनाऊ हामी सबैले ल पहिला पाहुनाहरूलाई सर्भ गर्नुहोस् है सबैले। जयमसी भाइ, क्रिसमस कस्तो भयो? क्रिसमस कस्तो भयो तिमीहरूलाई? क्रिसमस कस्तो भयो? क्रिसमस कस्तो लाग्यो? कस्तो लाग्यो?
ठिक छ नि दाजु? सबैलाई